यदि धनगढीमा हुनुहुन्छ भने यहाँको एफएफसी को चिकन चाउमिन ट्राई गर्न चाहिँ नबिर्सिनु होला है। धनगढी एफएफसी को चिकन चाउमिनको बारेमा मैले अति नै तारिफ सुनेको थिएँ अनि आज यहाँ टेस्ट गरेपछि थाहा भयो किन तारिफ गर्ने रहेछन् मान्छेहरू। अनि यताको चिकन चाउमिन कोले खाएको छ हामीले कमेन्ट गर्न नबिर्सिनु होला है। यता चाहिँ हजुरले चाउमिनको चाहिँ एउटा युनिक टेस्ट पाउनुहुन्छ। पर्टिकुलरली भन्नुपर्दा हजुरहरूले चाहिँ नेपाली प्लस चौधरी कल्चरको टेस्टको चाहिँ एउटा दामी कम्बो चाहिँ भेट्न सक्नुहुन्छ। अनि के तपाईहरु पनि यही 97% पिपलहरुमा पर्नुहुन्छ जसले चाहिँ हाम्रो भिडियो फलो नगरिकन हेरिरहेको छ? यदि त्यसो हो भने प्लिज फलो गरिदिनुस् न। अनि अहिले म चाहिँ छु धनगढीमा यहाँको लोकल स्ट्रीट फुडलाई चाहिँ हन्ट गर्नको लागि। सो यदि हजुरलाई पनि धनगढीको लोकल स्ट्रीट फुड प्रमोट भएको हेर्नु छ भने यो भिडियोमा चाहिँ 5000 लाइक एम राखेका छौं। होप हजुरहरूले कम्प्लिट गरिदिनुहुन्छ है। यताको यो चिकन चाउमिनको म कति तारिफ गरौँ के एकदम नै 10 आउट अफ 10। यहाँको यो फ्लेभर भयो अनि त्यसका साथसाथै यो चिकनको पिसेसहरु एकदम नै वेल कुक छ। त्यसका साथसाथै चाउमिनको टेस्ट आहा एकदम नै मिठो मिठो मिठो।